कति सालबाट तपाईँ लगभग गाउन सुरु थाल्नु भयो रे आफूलाई थाहा मैले आफूले थाहा भएको अनुसार चाहिँ 5-6 वर्षदेखि हामी त 5 वर्षदेखि हाम्रो दुराहरूको चाहिँ 5 वर्ष उमेर पुगेपछि गुनियो चोलो दिने भन्छ कि अनि गुनियो चोलो दिन्छ हैन त्यो पटुकाहरू चोलाहरू अनि गुनियो चोलो दिन्छ त्यसपछि अनि भारा परमा लगाउने भन्छ लगाइसकेपछि त्यही 5, 6, 7, 8 वर्षदेखि गाउन हिँडेँ म गाउन थालेँ अनि यो जस्तै अघि तपाईले भन्नुभयो कहीं भाग लिने कुरा थियो त्यो कति वर्षको उमेर हुँदा पहिलो भाग लिएको सम्झना छ तपाईलाई प्रतिस्पर्धा गरेको पहिलो भाग लिएको म त्यही 12-13 वर्षको थियो होला 12-13 वर्षको हुँदा केमा भाग लिएको मैले दोहोरी गीत कम्पिटिसनमा भाग लिएको थिएँ ए 12-13 वर्षमै दोहोरी गीत प्रतियोगितामा भाग लिनु हो कहाँ जानुभयो कहाँ थियो त्यो अलिकति बताइदिनुस् त अलिकति कसरी जिल्ला सदरमुकाम त्यो अलिकति भनिदिनुस् त तपाईको मुखबाट जिल्ला सदरमुकाम बेसीसार दोहोरी गीत कम्पिटिसन थियो अनि त्यसबाट अनि मेरो बाजे भइहाल्यो प्रधान पञ्च हैन अनि त्यहाँबाट अनि लैन उता कार्यक्रम छ भनेर बाजेले लिएर जानुभयो मेरो भेना भीमबारदुरा बाजे बखानसिंह दुरा हैन क्याप्टेन अनि भेना र बाजेले लिएर जानुभयो अनि त्यता अनि गीत गाएपछि हामी फर्स्ट भएपछि अनि तिमीहरू फर्स्ट भयो भने के अरे अञ्चल जानु पाउँछ भन्ने हैन त्यतिखेर त अञ्चल भन्थ्यो नि त जिल्लापछि अञ्चल अञ्चल भन्थ्यो हैन अञ्चल कहाँ त हाम्रो त पोखरा थियो हैन गण्डकी अञ्चल पोखरा जानु पाउँछ रे भनेर हामी त सबै रमाउने नि अनि गीत गायो त्यसबाट अनि हामी फर्स्ट पनि भएपछि त्यहाँबाट पोखरा गीत गाउन आयो अनि पोखराबाट गीत गाएपछि त्यहाँबाट फेरि अब महेन्द्र युवा संगठन भन्ने थियो काठमाडौँमा अनि महेन्द्र युवा संगठन अनि उनीहरूले अधिराज्यव्यापी दोहोरी गीत कम्पिटिसन गरायो काठमाडौँमा अब केन्द्र जाने हैन काठमाडौँ जाने पछि अञ्चलमा पनि जित्नु भयो तपाईले हजुर अञ्चलमा जितेपछि अञ्चलमा पनि फर्स्ट नै हुनुभयो हजुर त्यसपछि त्यहाँबाट अनि काठमाडौँ जाने भनेपछि काठमाडौँ आइयो काठमाडौँ आएर पनि तेस्रो भयो कुन जिल्लाले टपेको थियो त्यतिबेला त्यतिखेर रापाती हो कि जस्तो लाग्छ रापाती हो कि रापाती कुन अञ्चलको लियो लिन त हैन त्यतिखेर नारायण रायमाझी दाइहरु फर्स्ट हुनुभएको थियो कुन रापाती जस्तो लाग्यो मलाई नारायण रायमाझी राप्ती होइन होला उहाँको चाहिँ हैन त्यो लिने जुन भए पनि कुन हो के अनि त्यसमा रफिक मिया दाइ हुनुहुन्थ्यो है उहाँ बित्नु भयो रफिक मिया दाइहरु हुनुहुन्थ्यो उहाँहरु फर्स्ट हुनुभयो अनि दोस्रा रफिक मिया दाइहरु कहाँबाट लिनुभयो मलाई ठ्याक्कै थाहा भएन मान्छे चाहिँ चिन्छु कलाकार जाको भए पनि लिन पाइनि त्योमा समूहमा हुन पाइन्छ समूह अनि त्यो अञ्चलबाट आएन भने त्यो अञ्चलकोबाट भाग लिन पाउने जुन अञ्चलको खाली छ त्यो अञ्चलमा बाट लिन मिल्थ्यो नारायण रायमाझी दाइसँग पनि तपाईको दोहोरी फाइनल भयो हजुर नारायण दाइहरु फर्स्ट हुनुभयो त्यहाँबाट दोस्रो को भयो के त्यस्तै कमल ओली दिदीहरु हो कि को हो त्यहाँबाट तेस्रो चाहिँ मेरो टोली भएको थियो अनि त्यहीँबाट अनि काठमाडौँ बसेर गाउन थाले 2046 सालमा हामी तेस्रो भएको त्यसपछि जब काठमाडौँमा कम्पिटिसनमा पुग्नु भयो त्यसपछि काठमाडौँ बस्नु काठमाडौँ बस्न थाल्नु भयो हजुर त्यसपछि गीतहरु रेकर्ड गर्ने अनि रेडियो नेपालमा त्यतिबेला त स्वर परीक्षण हुन्थ्यो होला यो गायिका बन्न अहिले जति हामी मिडिया कर्मीहरुले गएर कहीं एउटा जस्तै तपाईले भने जस्तै कोही गाउँदै गरेकोलाई टप्प टिपेर ल्याएर रेकर्ड गराइदिने अहिले त चलिरहेको छ नि त्यति सजिलो थिएन यसमा सजिलो हैन सजिलोको नाम त परै जाओस् त्यतिखेर जम्मा गीत आउने भनेको रेडियो नेपाल हजुर रेडियो नेपाल थियो रेडियो नेपालमा सब भोइस टेस्ट पास नगरी गीत आउँदैन बज्दैन हाम्रो पनि भोइस टेस्ट पास नहुँदासम्म त गीतै नबजे हो नि त चौतारीमा प्रतिभा साँझमा गाइयो अनि भोइस टेस्ट पास भएपछि बल्ल गीत बज्यो रेडियोमा अहिले त कहाँको तपाईको मोबाइल छ यसरी अहिले तपाई नै गायक बन्नुहुन्छ गीत रेकर्ड गर्नुस् युट्युबमा आफू नै हाल्नुस् गायक बनिहाल्यो अनुभव सुनाइदिनुस् न रेडियो नेपालमा कसरी पुग्नुभयो पहिलो पटक यस्तो माइकमा बोलेर आवाज भर्दाखेरिको त्यो अनुभव सुनाउनु मेरो पहिलो पटक माइकमा आवाज भर्दाखेरिको मलाई अनुभव चाहिँ मलाई त्यो सिम्पल किनभने म गाउँमै बाजेहरुसँग माइकमा गीत गाउँदै हिँडेको थिएँ हैन अनि मात्रै के थियो रेडियो नेपाल भित्र कसरी पस्ने भन्ने चाहना थियो अनि त्यो चाहना हुँदाहुँदै अनि रेडियो नेपालमा चौतारी कार्यक्रम प्रतिभा साँझ रोदी कार्यक्रम चल्थ्यो हैन
अनि त्यसमा चाहिँ भोइस टेस्ट पास पनि गर्न पर्दैन भन्ने चलन थियो। अनि गएर अनि रेडियो नेपालतिर गएर अनि हामी बममारी कार्की सरहरूलाई होइन, प्रेम राजा दाईहरूलाई, नारायण दाईहरूलाई होइन, तीर्थ गन्धर्वहरूलाई उहाँहरूलाई भेटघाट गरेपछि अनि युक्त गुरुङ दाईहरूलाई भेटेपछि अनि लो स्वर राम्रो रहेछ, गाएर जाओ रेकर्ड गरेर भन्ने। अनि त्यतै गाउँदा गाउँदा रेकर्ड गरियो अनि भोइस टेस्ट पनि दियो, भोइस टेस्ट पास भयो। पछि रेडियोबाट गीत बज्यो, सजिलो भयो हामीलाई त्यहाँबाट त। अनि सबै जम्मा हुने क्यासेट रेकर्ड गर्ने अब एल्बम भनेर त्यसरी जम्मा हुन्थ्यो। अब त्यस्तरी नै अब अलिकति त्यही समयको गीत सङ्गीत कसरी रेकर्ड हुन्थे, त्यो बेला गीत कसरी बन्थे भन्नेको कुरा अहिलेका नयाँ पिँढीले तपाईँ हामीलाई हेर्दै हुनुहुन्छ भने पनि अलिकति ज्ञान हुन्छ। म थोरै बताउँछु। जस्तो अहिले त कतिपय म्युजिकहरू कम्प्युटरहरूबाट पनि बन्छ, बाजै बज्छ। त्यति बेला एउटा गीत बन्नलाई के कुरा चाहिन्थ्यो दिदी, कसरी बन्थ्यो गीत अनि कसरी बनेर चाहिँ बज्थ्यो रेडियोमा, अलिकति बताइदिनुहोस् हामीलाई। त्यति बेलाको रेकर्ड एकदम कठिनाइ, एकदम गाह्रो। हजुर। अब 4 जना केटा 4 जना केटी होइन, 8 जना त बस्नु पर्यो। अनि त्यहाँबाट मादल सारङ्गी अनि बाँसुरी हार्मोनियम होइन, अनि त्यसमा गिटार के हुन्छ 6-7 जना म्युजिसियन, अनि 12-13वटा माइक हुनुपर्छ होइन। अनि 12-13 जना चाहिन्थ्यो। अनि एकै ठाउँमा बस्नुपर्ने। अनि त्यहाँ चाहिँ त्यो गीत कसरी रच्थ्यो भने बसेर अब लेख्यो अनि भोलिपल्ट फेरि जम्मा हुने सबैजना, यो शब्द यसलाई मिलेन हेर त भन्ने हेर्ने होइन, सबैजना मिलेर। अनि त्यहाँबाट फेरि यो भाका कस्तो छ ल त सुनौँ त भनेर त्यहाँबाट एकै ठाउँमा बसेर भाका सिक्न पर्यो होइन। अब तपाईँ अनि तपाईँको भाका तपाईँले बनाउँदै हुनुहुन्छ, हामी त 6-7 जनाले गाउनुहुन्छ, आउँदैन नि त। एक दिन भोरि लाएर सिक्नु पर्यो, भाका मिल्नु पर्यो। अनि त्यहाँबाट त्यत्रो 10-12 जना बस्ने, 10-12वटा माइक, अनि सबै सँगै बसेर गाउँदा कोहीले एउटा खक्क खोक्ला अरे होइन। अब त्यतिखेर 22 मिनट कति भने 45 मिनट अझै कति थियो 90 मिनटको क्यासेट थियो अझै त्यही बेला त। भने 22-23 मिनट त त्यसै गाउनु पर्यो। अब सँगै बसेर गाउने, ख्याक्क खोक्ला, फेरि त्यो त फेरि गर्नु पर्यो होइन, त्यसलाई फेरि सुरु दियो। त्यत्रो जनाले गाउँदा अहिलेको जस्तो एउटा शब्द भुल्यो भने त्यति मात्रै गाम थपमला भन्ने हुँदैन, कहाँ हुन्छ तपाईँको त्यत्रो सबै फाल्नु पर्यो नि। फेरि खक्क खोक्ला सकिने बेला कोहीले केही बिगार्दियो भने खतम भइहाल्यो नि। कस्तो एकदम गाह्रो थियो नि। त्यो भएर दिनैभरि लाग्थ्यो। दिनैभरि लाग्दाखेरि त्यहाँबाट त अब खानु छैन पिउनु छैन। अब बेलुका 4-5 बजे, बिहान 7 बजे स्टुडियो बसेपछि त्यहाँबाट के खाने त, कर जाने त खाना। त्यहाँबाट फेरि पुताली सडकमा चाहिँ त्यहाँ के अरे बाजेको होटल थियो, अनि त्यहाँ गएर भात खाने भने गयो। अब भात त कहिले पकाउने फेरि, त्यहाँबाट त चाउचाउ माल्ने खाने, त्यही खाएर हिँड्ने होइन। त्यस्तो थियो। बढी समय लागेको गीत कोही याद छ तपाईँलाई? धेरै कलाकारहरू भएको अनि सबै बिग्रिया थियो दिदी त्यति बेला होइन, हुन्छ नि धेरै समय लाग्यो होइन, रेकर्डिङ नसकेर फेरि अब भोलि गरौँला भने पनि त्यस्तो छैन नि याद? त्यो चाहिँ छैन। त्यो रेकर्ड चाहिँ भोलि गरौँला भन्ने रेकर्ड त बिहान 7 बजेदेखि जम्मा भएको छ, बेलुका 4-5 बजीसम्म त अब त्यो 80-90 मिनटको त गरिहाल्छ नि जम्मा भएर गर्नु पर्यो नि। त्यत्रो घन्टा हेर्नु न, अब सबै एकैचोटि बज्नु पर्थ्यो नि दिदी। अहिले जस्तो भोकल आवाज यहाँ भर्ने अनि त्यसपछि म्युजिक छुट्टै बन्ने अनि फेरि होइन। तपाईँले बुझ्नु भयो मैले सुरुमै भने 10-12वटा माइक, 10-12 जना मान्छे, अब बाजाहरू त्यही होइन। लाइभ सम्झिने होइन, लाइभ हो नि त त्यो त, लाइभ हो नि। तपाईँले मादल बजाउनु भएको छ, म गीत गाएको छु, उहाँले सारङ्गी बजाउनु भएको छ, बजाउनुहुन्छ होइन, उहाँले चाहिँ बाँसुरी बजाउनु भएको छ होइन। त्यो अब एउटाको माइक मात्रै क्यारेर बज्यो भने त फेरि सुरुबाट गर्नु पर्यो। त्यस्तो गरेर दिनैभरि अब त्यही अब 40-45 मिनटको 90 मिनट गाएर दिनैभरि लाएर गाएर त्यही भएर 4-5 बज्थ्यो, केही खान पाइन्थेन। त्यस्तो गरेर रेकर्ड गरेको। अनि फेरि त्यो बेलाको त्यतिखेरको मिक्सिङहरू, त्यो बाजाहरू, गीतहरू स्वर पनि छ्याङ्ग आउने होइन, मादलले छ्याङ्ग, त्यो बाजाहरू नि छ्याङ्ग आउँछ। क्यासेट सुन्नुहोस् न अझै पनि मेरो गीतहरू छ धेरै नै होइन तिनीहरू। त्यसरी अहिलेको त अब त्यही के गऱ्यो त्यतैबाट भर्यो। अब के हो मिठास पनि छैन। ऊ बेलाको गीत गाउनलाई फेरि यति मजा आउने लाइभ गाउँदाखेरि। तपाईँको यो म्युजिक ट्र्याकमा अहिले हामीले त्यो चिप्स हालेर गाउँछौँ नि हामीले त्यो स्टेजमा,
त्यो केही पनि मजा आउँदैन त्यो मिसिनसँग दौडिनु पर्यो अन्त यो स्वर कहाँबाट मिठास ल्याउने तपाईँको लाइभ अहिले मादल बजाइदिनुहोस् सारङ्गी बजाइदिनुहोस् म लाइभ मजाले मेरो स्वर सुनौँ लागेर गाइदिन्छु त्यस्तो त्यति ओरिजिनल भनेको त्यो के अहिले जति पनि पाकेटहरूको हामीले खान्छौँ नि त्यस्तो त्यो बेलाको चाहिँ ढेँडो अँडालेर खाएको र लाइभ गीत गाएको त्यो छुट्टै मजा त्यो तपाईँको अहिले अब तपाईँ पाकेटहरूको रेडिमेडहरू खानुहोस् के मजा हुन्छ त्यस्तै छ त्यो गीत पनि लाइभ गाएको मजा हुन्छ कि त्यो चाहिँ त्यस्तो अझै पनि एनर्जी दिन्छ क्या त्यो बाजा सँगसँगै गायो भने जिन्दगीलाई सम्झिँदा आफ्नो उतार चढाव के रहेछ दिदी जिन्दगी जीवनको बारेमा तपाईँले भोगेको भोगाइबाट एउटा नयाँ पिँढीलाई पनि केही सिक्ने मौका मिलोस् के लाग्छ यो लाइफको परिभाषा तपाईँलाई कसैले ल यो जीवन के रहेछ भनेर सोध्यो भने तपाईँ के भन्नुहुन्छ जीवन त सबैभन्दा आफू कसरी हिँड्ने कसरी बोल्ने अनि कसलाई चाहिँ कुन चाहिँ हिसाबले हेरेर बोल्ने भन्ने आफूले सिक्नु पर्यो होइन त्यो सँगसँगै अनि कसले कस्तो जवाब दिन्छ त्यो अनुसार व्यवहार चल्ने हो म त त्यही हुन्छु मैले त अहिले जति पनि भन्छु मैले तपाईँको जति पनि म जे देख्छु जे भोग्छु जे खान्छु जे सुन्छु म उतिखेर मैले जवाफ दिन्छु म कहिले पनि लुकाउँदिनँ र जीवन भनेको धैर्य त सबैभन्दा ठुलो अनि फेरि एउटा चिज मैले केही चिजहरू भोगिरहेको छु अहिले ताजै छ त्योलाई एकछिन कुरुम न त भन्यो भने त्यो आफैलाई असर पर्ने रहेछ जे देख्छ जे तुरुन्तै भन्न पर्ने रहेछ त्यो चाहिँ हो रहेछ भन्ने मलाई लाग्छ म चाहिँ धेरै धैर्यता छु धैर्यता गर्ने मान्छे अब यो विषयमा के हो के जीवन त लाइफ यस्तै रहेछ आफू अगाडि बढ्ने हो होइन अरूको बारेमा चिन्ता भनेको जिन्दगी हो मलाई चाहिँ अहिले अरूको बारेमा त म गर्दिनँ भन्ने म त्यो मुडमा छु त्यो मुड पनि गर्नुपर्ने रहेछ अरूको चिन्ता गऱ्यो भने आफै सकिने आफैलाई के भन्छ आमाहरूले आफैले ताकेको बन्चरले आफैलाई खुट्टामा हान्यो भने जस्तै आफू अगाडि बढ्ने ताक म पुऱ्याउँछु भन्थे त्यही भएर आफू अगाडि बढ्ने अरूको जिन्दगी नसोध्ने किनभने मरेर जाने जिन्दगी हो म चाहिँ यहाँ पुगेछु मरेर जाने जिन्दगी एक दिन त्यो भएर त के पाउँछ खा बिमा कहाँ जान पाउँछ जा कहाँसम्म पुग्न सक्छ हिँड बिमा होइन अनि के लगाउनु मन छ लगा बिमा अनि भएको कुरो चिज सबैलाई स्पष्ट बता मेरो मनले त्यो भन्छ कि त्यही भएर म कसैलाई ढाँड्दिन छल्दिनँ म जे देख्छु त्यो उतिखेर भन्छु त्योमा हाम्रो मान्छेहरूले चाहिँ तँलाई पक पनि भन्ने के हामीहरू नि त्यही भएर म चाहिँ जीवनमा जिन्दगीमा सङ्घर्ष गर्ने सङ्घर्षमा जिन्दगी हो होइन यही नै अहिले चाहिँ म त रमा त हिँड त खुसी हो भनेर मैले चाहिँ त्यो सोच्छु मेरो बुवा चाहिँ अहिले 27 वर्ष भयो बित्नु भएको मुवा चाहिँ हुनुहुन्छ मुवा चाहिँ 89 वर्षको मैले हालसालै अहिले 4 महिना अगाडि मैले अमेरिका ल्याएर घुमाएँ त्यो म भाग्यमानी छु यहाँहरूले मेरो युट्युबतिर यसो मेरो फेसबुक पेजतिर हजुर सर्च गरिदिनु भयो भने मेरो आमा कसरी हिँड्नु भएको छ भन्ने कुरो देख्नुहुन्छ हुन्छ अनि मेरो आमालाई मैले यहाँ ल्याएँ एकदम रहर थिएँ अनि मैले त्यसैपछि फेरि होइन युके पनि जानु पर्यो भनेर हजुर अनि युके पनि मैले यहीँबाट भिसा लिएँ अनि 6 महिनाको भिसा दिएको थियो अनि मैले आमालाई युके पनि 2 महिना घुमाएँ अनि मैले अहिले नेपाल पुऱ्याएर आएको मैले सबैभन्दा खुसी केमा मिल्दो रहेछ अघि तपाईँले भन्नुभयो नि आमालाई यहाँ ल्याएर घुमाउने यो पनि एउटा सपना थियो जिन्दगीको सपना त्यो मलाई मात्रै होइन त्यो सबैलाई हुन्छ आफ्नो अभिभावकलाई नि दिदी मैले यसरी भन्छु मेरो मात्रै होइन सबैलाई हुन्छ आफ्नो आमा बुवालाई किन सँगै लिएर नहिँड्ने होइन किन चाहिँ आफूले खाएको बेलामा सम्झिने ओहो भन्ने होइन त्यो सबैलाई हुन्छ मलाई मात्रै होइन भन्न चाहन्छु यो चाहिँ अनि जस्तै यो
आमाकै कुरा मैले जोडिहालेँ हैन। आमालाई त बुवाले अलि छिटै छोडेर जानुभयो आमाको उमेर हेरेर। अहिले आमा कोसँग हुनुहुन्छ? दाई भाउजू भाइबरी सबै छन् अनि बहिनी छ। अनि दाई भाइबरीहरू चाहिँ चितवनमा, त्यो चाहिँ हामीले तराई भन्छ कि मधेस भन्छ, गर्मी छ। अनि आमा चाहिँ त्यो त बस्न मान्नुहुन्न, अनि गाउँकै घरमा अनि पाहाडमै। हजुर, अनि कहिले कहिले जानुहुन्छ, तर धेरै बहिनीसँग बहिनीले ज्वाइँ भन्दा पनि बहिनीले हेर्छ आमालाई। अनि जस्तै यो आमाको त्यो उमेर होइन, आफू पनि यो उमेरमा यहाँ, अनि जिन्दगीमा जस्तै प्राप्तिहरू के रहेछन्, सफलताहरू के रहेछन्, र मान्छेले भनिन्छ नि हेर सानो सानो कुरामा पनि खुसी लिन सक्नुपर्छ भन्छन्। तपाईँको भोगाइ के हो त दिदी? सानो सानो कुरामा खुसी लिन ठिक कि होइन ठुलो ठुलो सपना देख्नुपर्छ? मान्छेलाई जतिसक्यो सपना देखिरहने हो जस्तो कस्तो महसुस हुन्छ दिदी? मान्छेको रहर हुन्छ, लोभ हुन्छ है, डाले मर्छ नि। मलाई लोभ डा भनेको कति पनि लाग्दैन, किनभने यो विषयमा हाम्रो जसले पनि डा गर्छ नि, त्यो डामा म कहिले पनि लागिनँ। मैले यो ठुलो छ मेरो, तपाईँको एउटा फिल्म बन्छ मेरो यो गऱ्यो भने, तर होइन भन्छु म भन्छु कुनै एक दिन त्यो चैत वैशाखमा सुकेर बसेको मूल जेठ असारमा मूल फुटे जस्तै मैले भन्छु पनि, भन्नु पनि छ होइन। अलिकति सामाजिक सञ्जालमा हजुरले लेखिहाल्नुभयो, बताइसकेपछि अलिकति मलाई बुझ्न मन लागेको पनि कुरा हो दिदी। अब म बिस्तारै त्यो एकचोटि झट्टै भन्दाखेरि तपाईँलाई पनि त्यो मैले प्रश्न गर्दा अलिक नराम्रो फिल हुन्छ भन्ने हिसाबले पनि मैले तपाईँलाई सिधै प्रश्न गर्न सकिनँ। के चलिरहेको छ आजभोलि सामाजिक सञ्जालमा? यहाँले धेरै कुराहरू लेखिराख्नु भएको छ, तपाईँको जीवनमा चाहिँ खास के घटिरहेछ दिदी? हामी असाध्यै दुःखी हुन्छौँ क्या तपाईँले लेखेका कुराले, किनभने तपाईँ त अब मेरो लाग्छ मेरो उमेरको आमा समानकै मान्छे हो तपाईँ होइन। तपाईँले धेरै ठुलो एउटा इतिहास रचेर आउनु भएको छ, तर पनि तपाईँ दुःखी हुनु भएको कुरा सामाजिक सञ्जालमा हामीले देख्दा हामी पनि साँच्चैकै दुःखी हुन्छौँ क्या दिदी। के हो, के बितिरहेको छ जीवनमा? अब अमेरिका आएर पनि खुसी हुनुहुन्न तपाईँ होइन, के जीवनमा यत्रो गीत गाउनु भयो, तपाईँले यत्रो सङ्घर्ष गर्नुभयो, अझै पनि खुसी छैन त जिन्दगी? यो मेरो सामाजिक सञ्जालहरूमा तपाईँले मेरो कुराहरू मैले लेखहरू त्यो दिइरहँदाखेरि तपाईँहरूले खुसी छैन भन्नुहुन्छ होइन। म खुसी छु, त्यो चाहिँ गरेको चिजलाई मैले देखाउन खोजेको, त्यो जसले गरेछ नि म खुसी छु एकदम। किन भन्दा म खुसी, म लुकाउँदिनँ होइन। यो चाहिँ मेरो जीवनमा ठुलै यो मैले ठुलो भन्दाखेरि ठुलै, तर मलाई एउटा चिज ठुलै हो। एउटा चिज मैले अघि नै भने नि, त खुसी हो र हिँड्के बिमा होइन। खाना तँलाई भगवान्ले खाना दिएको छ होइन, कसैलाई अहिलेसम्म कसैसँग म हात थापेर खाएको छैन। पन्छाउने हो। मैले त्यो चिजहरू चाहिँ कसरी चाहिँ यसलाई